नमस्कार। ओम ब्रिङ विस्मताय नमः। सर्वमङ्गल मङ्गले शिवे सर्वत साधिके षड्यन्त्र गौरी नारायण वासुके। देशमा आगामी फागुन 21 गते अर्थात् 5 मार्च 2026 मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन नेपालको लागि घातक हो। यो चुनाव हुनु हुँदैन, किनकि यस चुनावमा धर्म विरोधी र नेपालको राष्ट्रियता विरोधी उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। यी उम्मेदवारहरू सत्तामा पुग्नका लागि जोसँग पनि जस्तोसुकै सम्झौता गर्न तयार छन्, देश बेच्नका लागि तयार छन्। यी धर्म विरोधी र राष्ट्रियता विरोधी उम्मेदवारहरू हुन्। केही कसै गरी सत्तामा पुगिहाले भने देशमा मुस्लिम बढ्छन् र इसाई बढ्छन्। त्यसका कारणले बहुसंख्यक हिन्दू संख्या घट्दै जान्छ। यसरी देशमा हिन्दू अल्पसंख्यक पनि हुन सक्छ र बिस्तारै बिस्तारै यिनीहरूले हिन्दूहरूलाई मास्दै नेपालको नाम समेत मेटाउन सक्छन्। यसैले हामी हिन्दू संरक्षणको अभियानमा लागेका सबैले आफ्नो ठाउँबाट आगामी चुनाव बहिष्कार गरिरहेका छौँ र यही सन्दर्भमा नेपाल हिन्दू राष्ट्र पुनर्स्थापना मञ्चले आज आगामी चुनाव रोक्नको लागि नेपाल सरकारसहित भारतका राष्ट्रपति, प्रधानमन्त्री, रुसका राष्ट्रपति, अमेरिकाका राष्ट्रपति, दक्षिण कोरियाका राष्ट्रपति, उत्तर कोरियाका राष्ट्रपति, अस्ट्रेलियाका प्रधानमन्त्री आदिलाई ज्ञापन पत्र पठाएका छौँ। हामीले ज्ञापन पत्रमा लेखेका कुरा तपाईहरूले सुन्नुहोस्। माननीय प्रधानमन्त्री नेपाल सरकार सिंहदरबार काठमाडौँ। नेपाल र भारत बीचको कूटनीतिक ध्यानाकर्षण साथै संसदीय निर्वाचन र सन् 1950 को सन्धिदेखि हालसम्मको सम्बन्धको सन्दर्भमा आगामी 5 मार्च 2026 मा हुने मतदान स्थगन बारे अनुरोध। माननीय प्रधानमन्त्री श्रीमती सुशीला कार्कीज्यू, हामी आशा गर्दछौँ कि यो पत्रले हजुरलाई सुसाथ र उच्च उत्साह पाउनेछ। हामी नेपाली र नेपालको हितमा काम गर्नुपर्दा विशेष गरी जनताको निर्णय गर्न अति आवश्यक छ। हाम्रो सम्बन्ध भारतसँग मिल्दोजुल्दो र ऐतिहासिक संस्कृति र जनस्तरको सम्बन्धलाई गहिरो महत्त्व दिने एक सम्बन्धित रहेको छ। हामी हाम्रो संस्थाबाट यो पत्र लेख्दैछौँ। हाम्रा दुई देशहरूले खुल्ला सीमाना मात्र नभई शताब्दीदेखि चल्दै आएको सभ्यतागत सम्बन्ध, आपसी विश्वास र सहयोग पनि साझा गर्दै आएका छौँ। नेपाल आफ्नो आगामी संसदीय निर्वाचनको नजिक पुग्दै गर्दा नागरिकताहरूमा केही तथ्यहरूको गतिविधि प्रति चिन्ता बढ्दै गएको छ। कतिपय तत्त्वहरूले अमेरिका जस्तो देशहरूको खुल्ला समर्थन लिएर नेपालको हिन्दू धर्मलाई लक्षित गरिरहेका छन् र शक्ति एवं धनको बलमा राष्ट्रवादी विजय हासिल गर्ने प्रयास गरिरहेका छन्। जस्तो कुलमान घिसिङ, रवि लामछाने, बालेन शाह, सोनी मुहगले र उनीहरूका साथीहरूको नेतृत्वमा रहेको स्वतन्त्र पार्टीले खुल्ला रूपमा अमेरिकी समर्थन लिइरहेको देखिन्छ, जसमा वरिष्ठ राजनीतिक नेताहरूको पनि सल्लाह र बजेट समेत संलग्न छ। बाहिर उनीहरू एक अर्कासँग लडिरहेको देखिए पनि निर्वाचनपछि उनीहरू नेपालको हिन्दू धर्म र हिन्दुत्वलाई नष्ट गर्न एकजुट हुने नै छन्। त्यसको इतिहास साक्षी छ कि एमसीसी को प्रेरणात्मक स्वरूप देशमा लोकतन्त्रको बहाली भएदेखि नै यस्ता गतिविधि भइरहेका छन्। सन् 1860 को अमेरिका एमसीसी विधेयक नेपालको संसदबाट पारित हुनु भनेको पनि जनताको ठुलो राष्ट्रियतामा दाग लगेको छ र जनताको हितमा छैन। अहिले विश्वभरका इसाई धर्मावलम्बीहरू सहित बङ्गलादेश, म्यानमार, पाकिस्तानबाट देशमा घुसपैठीहरू आइरहेका छन्, जसको संख्या दिन प्रतिदिन लाखौँले वृद्धि भइरहेको छ। यसले गर्दा देशमा अराजकता फैलिरहेको छ। उपरोक्त परिस्थिति र तथ्यहरूलाई मध्यनजर गर्दा यदि निर्वाचन यथार्थ रूपमा अघि बढ्यो भने नेपालमा अपूरणीय क्षति हुने निश्चित छ। भविष्यमा आउन सक्ने यस्ता विपत्तिहरूलाई हेरेर निर्वाचनलाई थप 4 महिनाका लागि स्थगित गर्न आवश्यकता छ र गर्न सकिन्छ, ताकि हाम्रो मञ्चले अवैध रूपमा भइरहेको धर्म परिवर्तनबाट हिन्दू धर्म र हिन्दू राष्ट्रको सुरक्षाको लागि परमाधिक एवं अन्य उपायहरू गर्न सकोस् र हामीले रिपोर्ट बनाएर हजुरको कार्यालयमा पेश गर्नेछौँ। त्यसपछि हजुरको कार्यालयद्वारा जाँच पडताल गरेर मात्र चुनावको निम्ति मिति तोक्न अनुरोध गर्दछौँ। यदि यस्ता गतिविधिहरूलाई नियन्त्रण गरिएन भने यसले जनभावनालाई नकारात्मक रूपमा प्रभावित गर्न सक्छ र हाम्रा अरू छिमेकी विदेशीहरूको बीच दीर्घकालीन सम्बन्ध र सद्भावलाई चोट पुर्याउन सक्ने ठहर गर्दछौँ। यस संवेदनशील घडीमा म यहाँको गतिशील नेतृत्वमा रहेको नेपाल सरकारलाई विनम्रपूर्वक अनुरोध गर्दछौँ कि नेपाल अस्थिर बनाउने या
नेपाल अन्य देशको सम्बन्धमा तनाव पैदा गर्ने कुनै पनि गतिविधिलाई कूटनीतिक माध्यमबाट नजिकबाट निगरानी र निरुत्साहित गर्न सहयोग हुनेछ। नेपालभित्रका केही आवाजहरूले निर्वाचन प्रक्रियामा बाहिर हस्तक्षेप वा अशान्ति देखिएका यसलाई पुनरावलोकन गर्न वा स्थायी रूपमा स्थगित गर्न समेत आह्वान गरिरहेका छौँ ताकि देशमा शान्तिको माहौल भाइचारा बनिरहोस्। हाम्रो मञ्चको निष्ठापूर्वक विश्वास छ कि शान्ति, स्थिरता, आपसी सम्मान सबैको देशको सर्वोत्तम हितमा छ। यस मोडमा नेपाल र अन्य देश सहकारीहरू बीचको सक्रिय कूटनीति संलग्नताले आपसी सद्भाव कायम राख्न र असल छिमेकी एवं विश्वसनीय साझेदारको रूपमा सम्बन्ध बलियो बनाउन ठूलो योगदान पुर्याउनेछ। हामी नेपालसँग क्षेत्रीय स्थिरता र मैत्रीपूर्ण सम्बन्धीप्रति खास गरेर प्रतिबद्धतामा पूर्ण विश्वासका साथ यो जानकारी सम्मानपूर्वक प्रस्तुत गर्दछौँ। हामी यहाँको सहयोगको लागि आभारी हुनेछौँ र यस विषयमा हजुरको कार्यालयमा सार्थक सफल गर्न सकिनेछ। यहाँको समय र विचारका लागि धेरै धेरै धन्यवाद। यसका साथै सबैभन्दा ठुलो कुरा सार्वजनिक दबाव हो। तपाईहरूले पनि आफ्नो ठाउँबाट आगामी चुनावलाई बहिष्कार गर्नुहोस्। अर्को कुरा, नेपालमा अहिले जेएनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले निर्वाचन गराउने जिम्मा पाएको थियो। त्यसै अनुसारले यस सरकारले काम गरिरहेको थियो। तर अहिले चुनावको घोषणा भइसकेको र देशमा चुनावी आचार संहिता समेत लागू भइरहेको अवस्थामा केयरटेकर सरकारको रूपमा रहेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न देशहरूसँग द्विपक्षीय सम्झौताहरू गरिरहेको हामीले समाचार पढेका छौँ, जुन कानुनी रूपमा पनि गलत हो। हामीलाई लाग्छ यी सन्धि सम्झौताहरू देशको हितमा छैन, त्यसको जाँच हुनुपर्छ। यो अन्तरिम सरकार भएकोले यो सरकारको जवाबदेही कति छ कति छैन भन्ने कुराहरू पनि बुझ्नुपर्छ। अन्य देशहरूसँग अहिलेका अवस्थामा सन्धि सम्झौताहरू गर्दा यदि यो देशको हितमा छैन भने त्यसको जवाबदेहिता यो अन्तरिम सरकारले दिन सक्छ कि सक्दैन, त्यो बुझ्न जरुरी छ। त्यसैले यी सन्धि सम्झौताहरू निर्वाचनपछि आएको सरकार मार्फत खारिज पनि हुन सक्छ। हामी विशेष आग्रह गर्न चाहन्छौँ अहिलेको केयरटेकर सरकारले आफ्नो काम पुरा गरोस्। बाहिरी देशहरूसँग गरिने सन्धि सम्झौताहरूलाई अहिले रोक्का नगरोस्। यति मात्रै होइन, अब हामी आउने अगाडि अरू धेरै गर्नु पनि छ। यसलाई पनि हामीले मध्यनजर राख्दै अगाडि बढाउँ। हस्, नमस्कार, धन्यवाद।